म त्यही भन्छु नानी हो तिमीहरूलाई गलत कुरा म सिकाएको हुँदिनँ राम्रो कुरो सिकाएको हुन्छु नमस्ते ए नानी के बात अच्छा छ ए त्यो नानीहरूलाई नाता नातिनीलाई सम्झाउनु पर्यो नि हौ अरे सम्झाएन भने त यिनीहरूले के गर्ला के सम्झाउनु भएको त्यही त अब 86 को आन्दोलनको बारेमा के थाहा छ तिमीहरूले पनि सिक्नुपर्छ है यो कुरो त हजुर, गोर्खाको इतिहास। गोर्खाको इतिहास जान्नुपर्छ तपाईँले सधैँ हामीलाई सम्झाउनुहुन्छ हाम्रो गोर्खाको इतिहासको बारेमा 86 को आन्दोलनमा भोगेको हाम्रो गोर्खाको पीडाहरू साहसको कुराहरू तर एउटा खुसखबरी छ है काका के त हौ 19 डिसेम्बरको दिन धमिलो पहाड चलचित्र रिलिज हुन गइरहेको छ जुन चलचित्रमा चाहिँ 86 को आन्दोलनमा हाम्रो गोर्खाहरूले भोगेको पीडा साहसको कुराहरू छ अच्छा अच्छा हाम्रै दार्जिलिङबाट जोन राईको डाइरेक्सनमा बनिएको धमिलो पहाड चलचित्र अब 19 डिसेम्बरको दिन रिलिज हुन गइरहेको छ हामी सबैजना गएर त्यो मुभीलाई हेर्ने सोचेको छौँ म पनि जान्छु तेरो काकीलाई लान्छु हजुर। मै जान्छु मेरो नातिनीलाई पनि लगेर हेर्छु म हजुर थुप्रै यहाँनिर यसमा सौगत मल्ल अनिसा रसाइली महेन्द्र बागदास जस्तो धेरै राम्रो उम्दा कलाकारहरूले यो मुभीमा पार्ट लिएको छ र 86 को आन्दोलनलाई फेरि हाम्रो युवा पिँढीले बिर्सिनु हुँदैन भन्ने सोचमा आधारित यो मुभी बनेको छ अच्छा अच्छा ल म त लान्छु तेरो बोजूलाई पनि लान्छु हजुर, म हजुर। पनि जान्छु हजुर ल सबैजना हामी ल ल ल परिवारै जान्छु म नाता नातिनी पनि लान्छु है म त नबिर्सनुहोस् है ल कति ल तारिक अरे ल ल 19 डिसेम्बर म बिर्सिँदिनँ नि नानी हजुर, हजुर। म त लेखेर राख्छु त यो धमिलो पहाड धमिलो पहाड त म त लेखेर राख्छु